मर्निङ टाइममा दरबारमा 5 बजेर सिस्टरले गएको छ बिहानको दरबारमा ठाउँ एकदम अलिअलि साथ 2-4 सेकेन्ड थियो भयो कति जाँदैछौँ यो बनेपाबाट ससुरबाट बिहे दाइको बाटो बिहे भनेर अब हामी पाँचखाल पुग्छौँ एकछिनमा हेर गाडी पाँचखाल बजारमा एरिया सुरु नै दिस इज दलालघाट आइपुग्यो दलालघाट जाँदैछौँ पुलतर्फ कस्तो भइरहेछ बाइक कस्तो रहेछ बाइक कस्तो रहेछ हातै गरेछ क्या सिधा हुनु पर्यो क्या धेरै लामो भयो के डाँडा रे खाडी चौर चाहिँ हामी जना चिया खाँदैछौँ हामी कहाँ अहिले खाडी चौर भन्दा माथि खाडी चौर भन्दा माथि खाडी चौर भन्दा माथि
चरीकोट त कहाँ मुडेर आयो म खाडी चौडाबाट माथि र मस्त कस्तो भइरहेको एकदम रमाइलो डाँडामा धान खेती कति रहेछ यसै वर्षमा हामी दोलखा मुडेबाट मासतिर लगाएपछि ठ्याक्क कालो कालो ढुङ्गा रहेछ यहाँ त ढुङ्गै काला काला ढुङ्गा कस्तो लाग्यो ठाउँ रमाइलो यहाँ चाहिँ काला काला ढुङ्गा रहेछ ल माटोभन्दा पनि बढी कालो ढुङ्गा के बाले बाइक चप्पल ढुङ्गा खाँदै हेलो ल बडो 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 खरी ढुङ्गा खरी ढुङ्गा खानी नै रहेछ काला ढुङ्गा रहेछ सबै खरी त्यही खरी चाहिँ खरीको ढुङ्गो दिस खरीको ढुङ्गो दिस खरी ढुङ्गा तिनजना यहाँ छन् चरीकोट बजार पारिपट्टि पन्ध्र किलोमिटर चाहिँ यहाँ कालिन्छ कालिन्छ हल्लिने चाहिँ भएन कि सकभर हातलाई ट्याक्क स्टेबल गर्नु पऱ्यो कि स्टेबल वेलकम टु चरीकोट गाइस हामी अहिले चरीकोट आइपुग्यौँ चरीकोट बजार एरियामा छौँ ट्याक्क कस्तो लाग्छ चरीकोट बजार मजालाई बाङ्गुनुहोस् बाङ्गु मस्त 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 चरीकोट बजार हो हामी जाने कस्तो दामी रहेछ यार हामी जाने यता दोलखा ल चरीकोट दोलखा नाच्नु मुक्ति रहेछ हामी लाग्यो दोलखा ढुसीतिर मन्दिरमा भित्र खिच्दा चाहिँ फुलपाती बोकेर दर्शन गर्ने हिँड्यो होइन कहाँ रे हामी बेलुकाको मन्दिर बेलुका घिसिनमा खिचिरहेको भित्र कसरी टेकिन्छ त्यसो त मिल्छ कि त्यो मन्दिर कितने हो रहा है
बेबी फोटो खिच्छ अनि यसरी निक्लिँदा यताको भ्यू आउँदै फोटो खिच्छौँ यहाँ कस्तो छ तल पारिपट्टि जाउँ हेर्नु न है त्यो हेर्छु त अलिक बाङ्लो हेर्नु धानबारीहरू ल अनि बारी त छ भनेको तलपट्टि हो तलपट्टि उतापट्टि हेर्नु न दिदी धानपेटी गएको पर्ने त्यो दर्शन गऱ्यौँ हो र दर्शन गऱ्यौँ होइन त हामीले चरीकोटको गोर्खा जिल्लाको एकदम दृश्य झल्किने आई काठमाडौँको बिजुली बजारतिर राखेर टाँसा यस्तै फोटो बनाएर हालेर चाहिँ एडिटिङ गरेर है दुईजना ब्यागधारी दुईजना ब्यागधारी हामी त आइपुग्यौँ कोरीफाली हेलो सर हेलो हेलो कोरी ल अब टार्गेट हाम्रो कोरीको हो होटल सोटल नपाएला जस्तो छ न जाउँ त्यही भएर फर्स्ट गरेर यहाँबाट हिँडिहाल्नु पर्यो होटल हामी त उतारी गएर आएको त्यही भएर दोलखा गएर आएको खाली गयो केबल कार यता आउँदैछन् माथि छ कालिम्पोङको सब स्टेसन सुइँ गयो केबल गाडी वाह है यस्तोमा बवाल फोटो आउँछ नि भाउजू यस्तोमा फोटो बवाल आउँछ नि त्यहाँ हुन्न नि यहाँ घाम ट्याक्कै टल्किराख यहाँ चाहिँ राम्रो आउँछ फोटो त्यो पुरै त्यो ट्र्याक्टर ऊ हान्नेवाला होला आर्मीहरूको पहिले लिएर आएको त्यो चिसो त्यो त्यतापट्टि घाम लाग्दैन यतापट्टि घाम लागिरह पुरै टालिन्छ होला बिहान पुरी बजार त्यो कुहिरोले क्या ल घामिलो
भइगयो नि वाह एउटा गन अलि यता आएर भन्न न हान्दैन याद भने घुम्दै फिर्दै आयो आएको छ 4 बजे हामी कालिम्पोङको लागि हिँडे बल्ल माथि आइपुग्यौँ 3:30 बजे उठेर हिँडे 3:30 बजे उठेर हिँडे अहिलेसम्म त रमाइलो एकदम हामी फर्स्ट लट हिँडेर आउने है अहिलेसम्म चाहिँ फर्स्ट लट चाहिँ हामी हिँडेर आउने अब 5 मिनेट पुगिन्छ अरे भन्नु जति हुन्छ त्यता जानु ल ल छिट लाइनमा छ कालिम्पोङ भगवतीमा मन गर्छ अलि घाम लाग्यो कि आइज लाइट ल्याइएन रक्षा गर कालिम्पोङ भगवती माथि देऊ झुक्नुपर्छ नि त अनि राम्रो उठ्छ होला पैसा गर्ने घुमेर गएको कि सूर्य अलिकति निक्लिँदा यहीँ थिएँ उठेर खिच्नु बगाल आउँछ नि त मान्छेहरू आयो मान्छे सबै गइसक्यो यहाँ हेर्ने यहाँ तल
आमामामामामा यी सब हिँडेर आउने होइन कति छन् कति फर्किने त को पनि छैन हेर्दा अहिले अब हामी हेर्नुहोस् अब हिँड्ने मान्छेको लाइन छ लाइन 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 पर्के हात गयो हेर आउनुहोस् हामीले सबै कुरा देखियो कस्तो भयो त आज आजको धेरै रमाइलो कालिम्पोङ 3:30 बजे उठेर हिँडेर चिसो एकदम व्यापकै एकदम माइनस उ रहेछ माइनस 10 जति रहेछ 7-8 छ नर्मली 7-8 7-8 त छ म्याक्सिमम त धेरै नै छ यो त माइनस हो चिसो यस्तो चिज बादल मुनि आउने 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 हाम्रो हो यो त बनाउनु पर्छ अहिले अब आउँदा पर्के आएर ओर्लिँदा डर लाग्छ नि यहाँ हेर्नु कस्तो डर लाग्छ देखेको थप थप्दैन एउटा टिपेर थप्दैन एउटा ल बडो राखिदिएर काट अडिन्छ 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 ताली पछाडि नहुने छ क्या ए मान्छे त्यताबाट आइरहनु नि त त्यो भएर चाहिँ हो क्या हामी झर्दैछौँ कालिम्पोङबाट झर्दैछौँ कालिम्पोङबाट यस्तो ढुङ्गाको बाटो छ हामी अल्टरनेटिभ बाटो झरेको महँगो हो होइन नि कति कति त्यो सबिता दिदीको नम्बर छ तपाईँसँग किन त्यो पर्नेसले मोबाइल बोकेको थियो मान्छे त कति कति गइरहेछन् होइन पुऱ्याएर क्या हो होला होइन होइन पुरी This is puri. This is चिउरा अब यस्तो खाइन्छ भुटेको चिउरा डल्ला ल के राखिदिउँ मिठो नै पोकाली कममा खान्छु तपाईहरु खानु म त खान्न नुन पनि खाइन हैन अब अलिकति चाख्नु पर्छ पानी खाइछु पानी खाइ कस्तो लागिरहेको खानु खानु तपाईँ खान्न खानु नुन हालिसु के EBS running.